सरकार चलाउन, देश चलाउन, गाउँ चलाउन एउटा निडर मान्छेको आवश्यक हुन्छ। मतलब यसले केही गर्न सक्छ कि भन्ने मान्छेको आवश्यक हुन्छ। अनि त्यस्तो मान्छेलाई चाहिँ चुन्नुहोस् क्या। अब अहिले मतलब अब गाउँमा तपाईँहरूको अहिले चुनाव उठ्ने बेला कहाँ कहाँदेखि मान्छेहरू आउँछन् होइन, मलाई भोट गर उ गर भनेर आउँछन्, हात खुट्टा जोड्न पनि आउँछन्, जोड्छन्, हामीले पनि देखेको कुरा हो होइन। त्यस्तोलाई भन्दा पनि के तपाईँको गाउँमा को उमै धेरै हुन्थ्यो त त्यहाँ, मतलब भइरहने अब त्यहाँका दुःखहरूलाई बुझ्ने, अनि पहिल्यैदेखि आफू केही नभए पनि केही गर्ने कोसिस गरिरहेको हुन्छ नि त। त्यो आफू केही नभएर पनि अब कहीँ कतै गएर आफ्नो ठाउँमा भएको दुःखहरूलाई अनि त्यहाँ गएर केही योजना गरेर ल्याएर उ गर्ने, केही नहुँदा त त्यो मान्छेले साथ सपोर्ट दिएर त्यस्तो गर्छ भने त्यो मान्छे ठाउँमा पुग्यो भने उसले आफ्नो ठाउँलाई कतिको विकसित गर्ला त, त्यो पनि सोध्नुहोस् क्या। अनि होइन, तपाईँहरूलाई आफ्नो मान्छे भन्नुहोस्, दिनुहोस्। आजसम्म त तपाईँले आफ्नै मान्छेलाई दिनुभयो, आफ्नै मान्छे जिताउनु भयो, आफ्नै उमा गर्नुभयो। एकचोटि सोच्नुहोस् कि तपाईँहरूको एउटा भोटले तपाईँको आफ्नो छोराछोरी पनि कहाँ पुगेका छन् त। ल तपाईँको अहिलेसम्म जिताउनु भएको मान्छेहरूलाई उनीहरूको छोराछोरी होलान् रे, बाहिर देशहरू गएर पढ्छन् होला। तपाईँहरूको छोराछोरी, तपाईँहरू भोट हाल्नेको छोराछोरी हेर्नुहोस् न, यहीँ पढेका छन्, त्यही पढी सकाएर पनि लास्टमा जागिर नपाएर खाडी परेको छ क्या। त्यस्तो नहोस्, राम्रो मान्छे होस्। अब हाम्रो ठाउँमा राम्रो मान्छे आयो भनेपछि चाहिँ हामीहरूको ठाउँ विकसित भयो भने, राम्रो मान्छे आयो भने चाहिँ हाम्रो ठाउँका मान्छेहरूले आफ्नो ठाउँमै आफूले पढेको जबहरू पाउन सक्छ क्या। बाहिर कतै जान पर्दैन, आफ्नै घरको खाना खाएर आफ्नै ठाउँमा जब गर्न सक्छ क्या। एउटा राम्रो मान्छे ल्याएर राम्रो विकास गरेर राम्रो केही गर्न खोज्यो भने आफ्नै ठाउँमा सबै गर्न सकिन्छ क्या। किनकि हाम्रो ठाउँहरूमा पनि त पढेको मान्छेहरूको काम छ क्या, तर अहिले केही काम पाइँदैन नि त हाम्रो ठाउँतिर पनि। मानौँ अब केही कुराको पनि जानकारी छैन क्या हाम्रो ठाउँतिर। विभिन्न किसिमका संस्था होला, उहरू होला, विभिन्न किसिमका छन् क्या। त्यहाँ मान्छे चाहिन्छ, पढेको मान्छे चाहिन्छ, चाहिन्छ। अनिपछि त्यस्तो ठाउँहरूमा धेरै विकास भयो भने धेरै संस्थाहरू खुल्छन्, अनि विभिन्न संस्थाहरूमा विभिन्न सब्जेक्ट पढेको मान्छेहरू चाहिन्छ क्या। त्यो पाइन्छ। प्रशस्त रूपमा हामीहरूले हाम्रै ठाउँमा बसेर जागिर खान पाउँछौँ क्या। हजुरहरूको एउटा भोटले अहिले मेरो छोराछोरी मसँग छैन, बाहिर छ, बाहिर खाडीमा गएर काम गरेर यत्रो पढेर पनि पैसा कमाउँछ, त्यो हजुरहरूकै गल्ती हो क्या। हजुरहरूले एउटा गतिलो मान्छे नचुनेर पैसाको उमा लागेर भोट दिनुभयो, त्यही कारणले पनि हो क्या विकास नभएको। अनि हामीहरूको दाइहरूले आफ्नै ठाउँमा बसेर काम गर्न नपाएको क्या। राम्रो मान्छे चुनेको भए त्यो विकास गर्थ्यो होला। अनि त्यो विकास गर्दाखेरि त मान्छे चाहिन्छ नि त, त्यो कामहरू आफ्नै गाउँघरमै गर्थे क्या। तिनीहरूले जे भए पनि विदेश जान परेको छ, यो सबै हामीहरूको ठुलो मान्छेहरूले गर्दा हो क्या। गार्जेनहरूले यस्तै मान्छेले त हो त भोट दिने, अब हामीहरूले पनि दिन्छौँ, अब युवाहरूले दिन्छौँ। हामीहरूले जस्तैले अनि उहरूले नै गर्दा हो कि बिग्रेको सबै। अनि लास्टमा आएर पछि दोष दिन्छौँ, यो फलानाको पार्टीले यस्तो गर्यो, उ दिएन, अनि विकास गरेन, यस्तो गरेन। अनि पहिल्यै पैसा खाइन्छ, अनि पछि कहाँबाट विकास गर्छ कि बिचरा। उसले पनि आफ्नो घरको सम्पत्ति गरेर त पैसा दिन्न नि त हजुरहरूलाई। अहिले पहिला दिन्छ होला, हजुरहरूको घर आफ्नो सम्पत्ति राखेर दिन्छ होला, पछि त्यसले त जित्यो भने त त्यो सम्पत्ति त निकाल्नु पर्यो त, उसको आफ्नो सम्पत्ति हो त, त्यसले त्यो सम्पत्ति भन्दा डबल निकाल्छ क्या। त्यसैले पहिल्यै सोच्नुहोस् कि तपाईँहरूको एउटा भोटले तपाईँहरूको सन्तान आफ्नै देशमा हजुरहरूसँगै बसेर काम गर्न सक्छ, बिहान बेलुका दुःख सुख साट्न सक्छ भने त्यति किन गरिदिनु न त। किन पैसा खाने? तपाईँले पैसा नखाएर होइन, राम्रो व्यक्ति चुनेर भोट दिनुहोस्, जिताउनुहोस्। त्यसले त्यसले केही गर्छ भने जस्तो मान्छेलाई तपाईँहरूले दिनुहुन्न। अब जसले पैसा दिन्छ उसकै पछि लाग्नुहुन्छ, पैसा मासु भात रक्सी त्यसमै बिक्नुहुन्छ क्या त्यो भोट। अब त्यसमा बिक्ने काम नगर्नुहोस् कि। त्यसले गर्दा तपाईँको छोराछोरी खाडी पुगेका छन्। अब कतिको त त्यतै गएर ऊ पनि भएका छन्, अब हुन्छ नि त, अब त्यहीँ गएर मान्छेहरू बित्छन् पनि त, सबै सकुशब्द फर्किन्न नि त, केही भएर केही हुन्छ कहीँजना त्यत्रो पैसा दिन निकालेर जान्छन् क्या। कसम त्यो विकास भयो भने आफ्नै ठाउँमा लगानी गरेर आफ्नै ठाउँमा बस्न सक्छन् क्या, विकास भयो भनेपछि। त्यसैले राम्रो मान्छे हेर्नुहोस्,
राम्रो मान्छे चुन्नुहोस्, राम्रो मान्छेलाई साथ सपोर्ट दिनुहोस् होइन। हामीहरू पनि गर्छौँ सके जति चाहिँ राम्रै मान्छे ल्याउन खोज्छौँ होइन। आफ्नो पार्टी नहेर्नुहोस् क्या, असल व्यक्तित्व हेर्नुहोस्। तपाईँकै पार्टीमा पनि असल व्यक्ति छ, यसले के गर्छ है भनेर त्यसलाई लग्नुहोस् कि कोही अर्को पार्टीको छ भने त्यसलाई पनि लग्न सक्नुहुन्छ क्या, भोट दिन सक्नुहुन्छ। आफ्नै पार्टीकोलाई दिनुपर्छ भन्ने होइन। त्यो जो पनि आफ्नै मान्छे हो, सबै आफ्नै मान्छे हो। त्यो पार्टीको मात्रै आफ्नो अर्काको हो, अनि त्यो अर्को पार्टीको लागि किन भोट दिनु भनेर त्यस्तो राख्नुहुन्न कि मान्छेले सोचमा राख्नुहोस् कि एउटा गतिलो मान्छे चाहिन्छ। हामीहरूको ठाउँलाई पनि लिडर गर्ने मान्छे एउटा गतिलो टाइपको, अब आफू सकिएर पनि आफ्नो गाउँहरू टोलहरू बनाउन लाग्ने टाइपको मान्छे खोज्नुहोस् क्या। अनि गाउँहरूका मान्छेहरूलाई सकाएर आफू बन्ने होइन त, आफू सकिएर गाउँको मान्छे बनाउने जस्तो मान्छे खोज्नुहोस्। त्यस्तो गरेपछि के हुन्छ, हामीहरूले पनि हाम्रै देशमा गाई खान पाउँछौँ राम्रोसित पढ्यौँ भनेपछि होइन भन्ने हो होइन। अनि हामीहरूको अब आफ्नो स्वार्थको लागि होइन क्या विकास भयो भनेपछि। विकास नहुँदाखेरि कस्तो भए त्यो त हजुरलाई थाहा नि त। त्यो त यस्तो थाहा हुने त त्यो भोट दिँदाखेरि आउन्न कि कस्तो थाहा नपाएर पनि अब त्यो पैसामा बिकेको त्यो त थाहा छैन है, त्यो बिक्नेहरूलाई थाहा होला। अनि पछि भन्छन् क्या यस्तो नगर्नु पर्ने रहेछ। एकचोटि गरिसके त गल्ती फेरि त्यही नगराउनु नि, पछि त अर्को मान्छे निकाल्नु नि होइन। मैले आफ्नै आँखा अगाडि पनि मैले देखेको छु क्या। मतलब हुन्छ नि त, कुनै पनि जो सिधा मान्छे केही गर्छु भनेर गाउँतिर पस्छ नि त, आफ्नो सबै कुराहरू त्यागेर बस्छ अनि उसलाई भोट दिउन् न त, उसले पनि म केही गर्छु, मेरो देश मेरो ठाउँमा मैले केही गरेँ भने पछिसम्म हुन्छ भन्ने सोच छ नि। त्यो राम्रो सोच बोकेर हिँडेको मान्छेलाई कसैले केही गर्दैन क्या। जो एउटा मान्छे हुन्छ अब त्यो कहिले कसो गर्छ अनि त्यो जान्छ फेरि गर्छ, पैसा सैसा दिन्छ, अब विभिन्न किसिमका कुराहरू बाँड्छ, सामानहरू अब त्यो घरमा चाहिनेहरू त्यस्तो बाँडिदिन्छ, त्यसमा बिग्रिनुहुन्छ। अनि एउटा असल मान्छे जहाँ हुन्छ त्यो केही पनि बाँड्दैन, जस्ट मैले राम्रो गर्छु भनेको छु, मैले जितेपछि राम्रै गर्छु, विकास गर्छु भनेकै छु, यस्तो भनेर राम्रै मान्छेलाई भोट दिन्छन् भनेर उसले चाहिँ सोध्छ। अनि त्यो मान्छेहरू त्यस्तो हुन्छ नि, ठ्याक्कै विपरीत हुन्छन् क्या। त्यो त्यसमा बिग्रिसकेका हुन्छन् बिचरा। त्यो सिधा मान्छे सोझो मान्छे सबै त्यागेर मैले मेरो टोललाई गाउँलाई के गर्छु भनेर हिँडा हुन्छ, त्यसलाई तिनीहरूले वास्ता गर्दैनन्। त्यो एक दुई तिनीहरूले दिएको पैसा सामानहरू चल्ला, एकै हप्ता चल्ला अरे त्यो पैसा सोध्छन् अनि त्यो राम्रो मान्छेलाई दिन्छन्। अनि राम्रो मान्छेको त्यो अपर्च्युनिटी गुम्छ क्या। अब एकचोटि उसले गरिसकेपछि त्यो जितेन, अब उनीहरू पैसाको पछि लागे, पैसा खाए अनि त्यो सामानहरूमा बिके, त्यसलाई जिताए। अब त्यो केही गर्छु भनेर हिँडेको युवा त अब त्यहाँ फर्केर जान्न नि त, त्यसले म फेरि त्यहाँ गएर त्यही गर्छु सोच्दैन क्या। एकचोटि उसको नै सकिसक्यो कि अब मैले यस्तो गरेर सक्दैन, सम्भव छैन, अनि मानिसहरू यस्तै हुन् भन्ने सोध्छ अनि उसको मनोबल नै गिर्छ क्या। तपाईँहरूले राम्रो गर्छु भनेर आएको मान्छेको मनोबल नै गिराइदिनुहुन्छ के। नै केही गर्ने मान्छेलाई गर्न दिनुहोस् न त। तपाईँको एउटा भोट दिँदा केही फरक पर्दैन क्या राम्रो मान्छेलाई दिँदा। अनि त्यो मान्छेले फेरि म त्यो गर्दैन अब त्योमा फर्केर जानु छैन भन्ने हुन्छ क्या त्यो मान्छेले। बिचरा त्यो मान्छेले आफ्नो कुरा सबै त्यागेर मैले मेरो गाउँठाउँको लागि केही गर्छु, विकास गर्छु गाउँठाउँ सोच्या हुन्छ। तपाईँहरूले पैसा खाइदिनुहुन्छ, सामान गरिदिनुहुन्छ, अनि त्यसपछि उसको ऊ नै रहन्न क्या। अनि त्यसले आफ्नो गाउँ छोडेर त्यो गाउँ कहिले नजाने हुन्छ क्या। उसलाई फेरि त्यो सोच्न पनि आउन्न कि अब यस्तो हुन्छ। अब उसलाई पैसा खुवाएर जित्नु छैन नि त, उसलाई आफ्नो खुबी देखाएर जित्नु छ, आफूले केही गर्छु है, अरूको भन्दा फरक छु भनेर गर्छु भनेर हिँडेको हुन्छ। उसले 5 पैसा खर्च गर्दैन। तर त्यस्तो मान्छेलाई तपाईँले उ गर्नुहुन्न, जसले धेरै पैसा खुवाउँछ, पैसा दिन्छ, त्यसलाई मात्रै हेर्नुहुन्छ। त्यसैले अब चाहिँ क्या पैसा नहेर्नुहोस् कि राम्रो मान्छे हेर्नुहोस्। त्यो एउटा भोट दिनको लागि पैसा किनकि यत्रो तपाईँहरूले जीवनभरि मिहिनेत गरेर कमाएको पैसा त पुग्दैन। जब त्यो कसै आएर 2-3 दिनमा कसैले 2-4 हजार दिएको भरमा त्यो के पुग्छ कि। तपाईँले दुःख मिहिनेत गरेको पैसाले पुग्दैन भने त्यो जाबहरूले दिएको 2000 पैसाले के पुग्छ, पुग्दैन। 2000 के 10,000 दिएर त्यो पैसाले पुग्दैन कि। त्यही भएर आफ्नो स्वाभिमान बेच्ने काम नगर्नुहोस्, राम्रो मान्छे चुन्नुहोस्, राम्रो मान्छेलाई केही गर्न दिनुहोस्, आश बोकेर हिँडेको मान्छेलाई भरोसा दिनुहोस् क्या। तिमीले यो गर्न सक्छौ, हामीले भोट दिन्छौँ, तिमीले विकास गर भन्ने चाहिँ यतिको हौसला दिनु क्या हजुरहरूले। त्यो गर्न हिँडेको मान्छेलाई गिराइदिने काम नगरिदिनुहोस्, राम्रो मान्छे चुन्नुहोस्। तपाईँहरूको निर्णयले हामीहरूको भविष्य पनि एकदम खतरा हुन्छ क्या। हामीले आफ्नै ठाउँमा बसेर केही गर्न सक्छौँ क्या राम्रो मान्छे ल्यायो भने। त्यही हो सुझाव चाहिँ।